त मसँग त लजाएर ami गफै नगर्ने मान्ने भएको छ त अचम्म लाग्छ अन्त त लाजले मैले त्यसको मन दुखाए चित्त दुखाए मेरो बुढाले यस्तो भनेको त्यस्तो भनेको भनेर मलाई बोलाउँदैन सरे त अनि कसरी बोलाउनु त अनि तैँले नगरेको काममा मैले कति आरोप लगाएँ भरे मेरो बुढाले गरेको रहेछ भन्नुसम्म के भने चित्त दुखाए अनि कसरी आउनु त अनि गाला दिउ म को तेरो अहिलेको साथी हो तेरो बुढा भन्दा अगाडिको साथी हो म तँलाई त्यत्तिकै नराम्रो सोच्छु होला मलाई थाहा छ त बकिएको छस् भनेर बोलाउँदै थिए गर्दै थिए आएर बोलाउनु चाहिँ मर्छस् घमण्डी अनि मैले तँलाई के भने मलाई कति मन दुख्यो मैले तँलाई भनेर अनि मैले कसरी बोलाउनु त अनि एकचोटि बोलाएको म बोल्दिनँ अनि मैले बोलाउँछस् कि भनेर कति बाटो हेरेर मैले कति खोकेँ त यहाँ मलाई झन्डै टन्सिल भयो किन नबोलाएको ए अब बोला भनेर खोकेको रहेछ म त बाँदर लाग्यो भने धामीको पनि गएँ अनि धामी अहिले पनि धामीमा जाँदैछ तेरो लागि कति धामीकोमा गएँ म अनि म त्यहाँनिर घाँसको बारी तैँले बोकेर आऊ